के हो फेरि इसारा थे एमालेको बुद्धि कुटेपछि आउने रहेछ मेरो बुद्धि आयो मर्ने गरी दिएपछि मात्रै आउने रहेछ क्या यो फेरि के को नक्सा हो फेरि यता पिङ्क कलर देखिन्छ त के को नक्सा देखेको ए मनको प्यास मेट्ने त्यही हो कति भाग्यमानी भीम दाई म त खै के भइरहेछ वाउ क्या खतरा जोडी यस्तै भिडियोको फन्नी अनि सुब्बिङ कमेन्टहरु चाहिँ लिएर आएको छु गाइस यो भिडियोबाट सुरु गरौँ है त ओके वाउ यसरी नै हो पानी बनाउने हो तिमीले बनाउने होइन के त्यो त हामीले बनाउने हो लाठी मेरो त नफुटाइदेऊ है यता पनि रहेछ त फ्री वाइफाई एमालेको बुद्धि कुटेपछि आउने रहेछ मेरो बुद्धि आयो बालन सरकार तिमीले हिजो यहाँ आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो आँखा बन्द भएपछि मेरो बुद्धि आयो फिल्म हेर्न मन लाग्दैन आजभोलि मलाई समाचार सुन्दा हेर्दा खुसी लाग्छ जता हेर उतै रमाइलो छ सही हो गाइस सही हो आन्दोलन गएकै भए कुटे खाएको चोटपटक लाग्नु पर्ने त बल्ल बुद्धि आएछ मेरो भाइको आयो आयो दाउरो कता छ साथी भन त छिटो यता फेरि अर्को बिग्रिसकेछ कति सम्झाउनु यस्तै हुन्छ समयमा औषधि छुटेपछि के भएको हना खुजुली नै भएको हो म आऊ बहिनी त गङ्गु भन्दा नि कडा निस्किने भाइ त कमेन्ट हेर्नु न गाइस कमेन्ट यो फलको नाम के हो बोकानी कस्तो भुमाको मेरो पापे आँखा कता कता जान्छ गोजीमा के हालेको नि कति राम्रो प्यान्ट अरू त मैले केही पनि देखिन त कहिलेदेखि सिलिन्डर नि पिङ्क आउन थालेछ यार जियोस् गर्मीमा हावा लाग्ने रहेछ पिङ्क कलर कट्टु वाउ कस्तो राम्रो रातो लुगामा डान्स होइन रहर हो कि बाध्य त जे भयो नि राम्रो छ शाबास दिदी यसरी नै अगाडि बढ्दै जानु होला अर्को जिनिया भीमदाई नै भएर जन्मिन्छु यार खाइदेला है भीमदाईले छोरा बनेर आमाको जस्तै सम्झेर भाग्यमा छ भने ढोकामा दुध अडिन्छ भन्थे हजुरबाले हो रहेछ जिन्दगी गजब छ भीमदाई भाग्यमानीको निधार ठुलो अभागीको खोइ कोनी के ठुलो भन्थे हो रहेछ भगवानले कसो मेरो पनि जोडी नमिलाउन पक म पनि देखाउँछु कोलगेट कम्पनीका मालिकलाई कुरो गर्दिन्छु मैले अब छुट्टै विज्ञापनमा खेल्न पाउनु हुनेछ मायामा कसम चाहिँ होइन दाँत चाहिँ खाएछ बाटो छोड सिधै काभ्रे बाटो हो